आज 1 करोड वर्षपछि चाहिँ हाम्रो साथमा को हुनुहुन्छ यहाँ हेरौँ है त। श्रीसाजी तपाईलाई 1 करोड वर्षपछि आफ्नो साथी भेट्दा चाहिँ कस्तो लाग्यो? मलाई एकदम खुसी लागिरहेको छ। सबै कुरा सेयरहरू गर्दाखेरि होइन, एक आपसमा कुराहरू बाँड्दाखेरि एकदम मन हल्का भएको फिल भइरहेको छ। तपाईँ 1 करोड वर्षसम्म चाहिँ कहाँ गायब हुनुहुन्थ्यो? चुनाव लड्नु? हामी यही नजिक नजिक थियौँ, त्यही भौतिक शरीरमा नभएको। तपाईँले यत्रो चहल पहल दिनुभयो, प्रदेश सभाको चुनाव लड्नुभयो, प्रतिनिधि सभाको चुनाव पनि लड्नुभयो। यो सबैको बावजुद पनि तपाईँलाई साथीको याद आएन। यो जतिको विडम्बना। त्यहाँ 7 दिने साथीहरू थियो सेक्टरको, तर साथ कसले नदिएको मिडियालाई नबसेर त्यस्तो भन्दा मिल्दैन साथी हेर्नु है। यो प्रदेश सभामा त जस अलिअलि भेट भएको थियो है प्रतिनिधि। अब फेरि चुनाव लड्नु भने चाहिँ मेरो पुरा साथ रहन्छ, भोट र मत सबै रहन्छ है।